यादवले महावीर पुन तपाईहरुको घर दैलोमा आउनु भएको छ र तपाईले यो जुन खालको उपस्थिति, जुन खालको यो माया, जुन खालको यो स्वागत अत्यन्तै गौरवमय छ। मेरो घर पनि यही मालिका गाउँपालिका एक निस्कोट हो। हामी पनि दाइ जति चुनावमा यो उम्मेदवारको हकदार भएर जति नै म्याग्दी जिल्ला घुम्नु भएको छ, उहाँहरू उम्मेदवार दर्ता भएपछि किन बेनीमा बस्ने, 2-4 दिन घुमाउन, किताब पनि बेचौं, अब जनतासँग पनि भेटघाट गरौं भनेर घुम्नु भएको थियो। त्यो टाइममा हामी आउन सकेनौं। त्यो बेलाको पनि तपाईहरुको स्वागत, तपाईहरुको उपस्थिति अत्यन्तै गौरवमय थियो। त्यसपछि हामी निरन्तर महिना दिन काटिसक्यो, हामी निरन्तर यात्रामा छौं। अवश्य पनि यो यात्रा गर्दै गर्ने क्रममा हामीले म्याग्दीको 41 वटा गाविसको कुनै पनि टोल, कुनै पनि गाउँ, कुनै पनि वडा हामीले छुटाएका छैनौं। साँच्चीकै ती बस्तीहरुमा, ती गाउँहरुमा, ती वडाहरुमा जाँदाखेरि जनताले गरेको माया र जनता जसरी उपस्थित हुनु भएको छ, त्यसले गर्दा हाम्रो जित सुनिश्चित नै छ। र पनि फेरि हामी तपाईहरुसँग चुनावको चिन्ह लिएर तपाईहरुको गाउँघरमा हामी आइपुगेका छौं। त्यसैले गर्दा सम्पूर्ण पुनथोकवासीलाई म धन्यवाद दिन चाहन्छु हाम्रो प्रचार समितिको तर्फदेखि। र दाइको विषयमा सारमा केही भन्नुपर्ने हामीलाई आवश्यक देख्दैन। किन भन्दा दाइ कस्तो मान्छे हो, उहाँले के गर्नुहुन्छ, उहाँ कस्तो खालको समाजसेवी हो र नेपाल देश र नेपाली जनतालाई के गर्नु भएको छ भन्ने कुरा दाइले सारमा तपाईलाई भनेर तपाईलाई स्पष्ट गराइसक्नु भएको छ। त्यसैले गर्दा सम्पूर्ण पुनथोकवासीलाई म पनि यही गाउँपालिकाको नागरिक भएको हुनाले म विनम्रतापूर्वक के अनुरोध गर्न चाहन्छु भने महावीर दाइ जस्तो उम्मेदवार हामीले तपाईहरु धेरै म बुवाहरु दाइहरु देखेको छु हैन, कहिले पनि पाउनु भएको छैन। र हामीले पनि दाइलाई अहिले गुमायौं भने 200-400 वर्ष यस्तो मान्छे हामीले पाउँदैनौं, यस्तो उम्मेदवार पाउँदैनौं। त्यसैले गर्दा मैले यहाँको कुरा सबैसँग बुझेको छु। यो मालिका गाउँपालिका वार्ड नम्बर 5 एकदम पोजिटिभ छ, दाइकै पक्षमा छ भन्ने मैले हरेक टोलमा, किन भन्दा हाम्रो विनोद सरसँग हामी सँगै सहकार्य गरेर हिँडेको कारणले यो टोलहरु, यो बस्तीहरु, यो वडा, यो गाउँहरु सही छ, दाइकै पक्षमा छ भन्ने हामीले सुनेका छौं। त्यसैले गर्दा तपाईहरुले यसपालिको प्रतिनिधि सभा सदस्यको लागि जुन एउटा म्याग्दीले मात्रले जन्माएको जो उम्मेदवार छ, जो वैज्ञानिक छ, जो बौद्धिक व्यक्ति छ, त्यो व्यक्तिलाई अत्याधिक बहुमतले तपाईहरुले भोट गर्नुहुन्छ, त्यो मलाई थाहा छ। तर कारण एउटा छ कि यसमा हामी फेरि 35-40 वर्षदेखि एउटा न एउटा पार्टीसँग आस्था जोडेका मान्छेहरु छौं के यहाँ। म पनि एउटा पार्टीमा आस्था राखेको व्यक्ति हो। तर मलाई अहिले के लागेर दाइसँग हिँडे भन्दा पार्टीको आस्था विचारलाई यो 2 महिनाको लागि साइडमा राखेर दाइलाई जिताउनु पर्छ। दाइलाई जिताइसकेपछि देशले चाहेको व्यक्ति, देशलाई विकास गर्नको लागि, जनतालाई राम्रो सुशासन, कानुन, नीति, नियम बनाउन सक्ने उहाँसँग क्षमता भएको हुनाले दाइको पछि लागेर हामी हिँडेका छौं। त्यसैले गर्दा सम्पूर्ण पुनथोकवासीले त्रिभुज चिन्हमा तपाईहरु जति नै उपस्थित हुनु भएको छ तपाईहरुले हाल्नुहुन्छ। तर विभिन्न कामको व्यस्तताले आउनु नआउनु भएका सम्पूर्ण बुवाआमा दाजुभाइहरूलाई चाहिँ योमा हाल्नुपर्छ है भनेर साइड ह्यान्डमा जेनजीवाहरूलाई पनि देखेको छु। ठुलो हात जेनजीको छ। किन छ भन्दा 24 घण्टामा नेपालको राज्य सत्ता त काट पलट गरेर पल्टेको हो त। खै त पार्टीको नेताहरू कोही देखे थिए? महावीर पुनको शिक्षा मन्त्री हुने आवश्यक किन भयो भन्दाखेरि महावीर भनेको नेपाल देशको एउटा स्वच्छ समाजसेवी व्यक्ति। नेपाल देशलाई विकास गर्नुपर्छ, नेपाल देशलाई अर्थतन्त्र माथि पुर्याउनु पर्छ, नेपाली जनतालाई राम्रो नीति नियम कानुनमा राखेर राम्रो शिक्षा दीक्षा दिनुपर्छ भन्ने व्यक्ति भएर उहाँ दार्चुलाको कुनामा किताब लेख्ने मान्छेलाई किन नेपाल सरकारको शिक्षा मन्त्री बनाउन बोलाउनु भयो त भन्ने कुरा तपाईहरुले सबैले बुझ्नु भएको छ। त्यसैले गर्दा तपाईहरुले अवश्य पनि त्रिभुजमा भोट हाल्दिनु होला, नबुझेको बुवाआमालाई बुझाइदिनु होला भन्ने कुरा राख्दै आजको यो कार्यक्रम यही समापन भएको कुरा घोषणा गर्न चाहन्छु। हस्त, धन्यवाद।